राधे राधे साथीहरू। आज चाहिँ सिलगढीमा एकदम गरम थियो कि, अनि लन्चमा दाल भात सब्जी आफ्नो रेगुलर जो त बनाएँ। अनि त्यहाँदेखि गरमको लागि के बनाऊँ अचार चाहिँ भनेर सोच्दै मेरो हस्बेन्डले भन्नुभयो कि त्यो आलुको बनाऊ न, आलु प्याजको अचार मलाई साह्रै मनपर्छ अरे कि, तर मलाई पनि एकदम मनपर्छ यो त। ल त भनेर झटपट सामान रेडी गरेँ हो, के थियो हेरेँ। आलु पनि रहेछ, अनि त्यहाँदेखि अरू मसलाहरू पनि सबै रहेछ, दही पनि रहेछ 1 प्याकेट। ल त अब आज यही बनाऊँ। अनि त्यहाँदेखि मजाले गरममा एकदम चिल टाइपको बनाएर मजाले खानासँग खाउँ न त भनेर बनाउन स्टार्ट गरेको। अनि त्यहाँदेखि यसो तपाईँहरूलाई पनि एउटा देखाउँ न रेसिपी। तपाईँहरूले के भन्नुहुन्छ यो अचारको नाम, त्यो चाहिँ मलाई कमेन्ट गरेर भन्नुहोस् ल। हुन त यो नेपालमा फेमस अचार हो, मलाई पनि पुरा मनपर्छ, मेरो हस्बेन्डलाई पनि मनपर्छ। हामी प्रायः त हामी खाइरहन्छौँ। जस्तो गरम सुरु हुन्छ नि, गरमको बेला हामी प्रायः हप्तामा 1 चोटि कहिलेकाहीँ 2 चोटि पनि हुन्छ हाम्रो। एकदम मनपर्छ मलाई पनि। अनि त्यहाँदेखि सबै थोक मरमसलाहरू हालेर प्याज आलु, अनि त्यहाँदेखि मैले चाहिँ चाट मसलाहरू, रातो खोर्सानीको धुलो, काला नमक हो, कालो नमक, अन्त सेतो नमक पनि अलिकति हालेर मजाले यसरी मिक्स गर्छु हो। मिक्स गरिदिएँ। अनि त्यहाँदेखि त्यसमा अलग्गै अब यसलाई छोप पनि लाएपछि चाहिँ अझै टेस्ट हुन्छ। पहिला चाहिँ मजाले यसरी दहीलाई फिट्यो, अनि आलु प्याजहरू हाल्यो, अनि मसलाहरू हालिदियो, ड्राई मसला, अनि चाहिँ मजाले यसरी छोप लगाइदियो। छोप लगाएपछि त फेरि टेस्ट अचारको त दुगुना भइहाल्छ नि। मेन त यसको यही नै हो, यो छोप लगाएपछि चाहिँ अझै टेस्ट आउँछ। अन्तदेखि मजाले सबै हालेर, तर यो चाहिँ तोरीको तेलमा छोप लाउनुपर्छ, अनि त्यहाँदेखि ज्यादा अझै टेस्टी हुन्छ। अनि मजाले खर्याएर हालेपछि चाहिँ अनि त्यहाँदेखि मजाले मिक्स गरिदियो क्या, यसरी सबै हालेर अनि मजाले मिक्स गरिदियो। गरममा चाहिँ आलुको अचार, आलु प्याजको अचार पनि भने पनि भयो। खासमा चाहिँ नेपालमा चाहिँ अर्कै नाम छ, त्यो नाम चाहिँ मलाई तपाईँहरू कमेन्टमा भन्नुहोस् ल, के नाम छ भनेर। अनि हस्बेन्डलाई मैले खानालाई बोलाएँ, खाना पर्सिदिएँ, दाल भात, अनि त्यहाँदेखि साग, अनि यो अचार, अनि अलिकति सलाद, यो सबै हस्बेन्डले खानुभयो। अब हेरौँ न रियाक्सन। दामी लाग्यो अरे, मिठो लाग्यो हो, मनपर्ने बनाइदिएँ नि त मैले। यो बनाऊ गरममा दही हालेर मजाले भन्नु कि मिठो लाग्यो अरे, टेस्टी भएको थियो। तर मैले पनि चाखेँ कि टेस्टी भएको थियो आज। तपाईँहरू पनि खानुहोस् बनाएर गरममा। बाई बाई साथीहरू, फेरि भेटौँला नेक्स्ट भिडियोमा। बाई बाई।